So guys, welcome to my first video. हामी चाहिँ च्यालेन्ज भिडियो गर्नेवाला छौं गाइज, डेयर एन्ड ट्रुथ. सो हेर्दिनु होला, फर्स्ट च्यालेन्ज भिडियो हो हैन. ल ओके, मन परेमा लाइक कमेन्ट गरेर सब्स्क्राइब पनि गरिदिनु होला. यस, ल स्टार्ट. फर्स्ट भिडियोमा खासै बोल्न आउँदैन नि त. एउटामा छ ट्रुथ, एउटामा छ डियर. ओके, सिजर पेपर र ल. हामी के गर्छौं, ट्रुथ भनेको चाहिँ साँचो बोल्ने, डियर भनेको चाहिँ काम लगाउने. अब सिजर पेपर रक गर्छौं. सिजर पेपर रक, सिजर पेपर रक. काट डालूंगी मेरी खोपड़ी. कितना टेंशन है तेरे को मालूम है? ये इसमें सामने डियर. डियर आ गयो. मैं यसको लागि केही लिएर आउँछु गाइस. मैले चाहिँ ल्याइसकेको छु फाइनली. यो के गर्ने, खाने, काच्चै चपाई खाने. काच्चै. तर नो रियाक्सन. अझै रियाक्सन गर्यो भने अझ एक्स्ट्रा गोड बेला चपाई खाने. नो रियाक्सन. ल ओके गाइज, यो गोल बेडाले काच्चै खाने हैन, पुरै निल्ने निल. अब त्यो चपाउने मात्र. ल नो रियाक्सन. तर रियाक्सनै नगर्ने. फेरि रियाक्सन गर्यो भने अझ एक्स्ट्रा प्लेट देन यो त खर्च एक्स्ट्रा गर्नु. पुरै त हैन, अलिअलि होला. गर्न बस्नु. कसरी अब मेरो पक्ला गाइस, यो मैले हेर्नु डियरै हो. ट्रु. ओके गाइस, मलाई चाहिँ ट्रुथ परेको छ होला. ओके ट्रुथ. म चाहिँ तँलाई एउटा क्वेसन सोध्नेवाला छु. ल साँचो बोल्दै नि ट्रुथ भने. साँचो. तैँले एक्जाममा कहिले पनि चिट छोडेको छ कि नै? कहिले पनि? पुरै 10 सम्म चोरेरै आएको? पुरै 10 सम्म होइन, अनि म 9 सम्म त चोर्दिनँ थिएँ. त्यतिखेर त आफै पढेर पास गर्थेँ. तर 9मा पनि मैले खासै चोरेन. अब 9मा त एक्ज्याक्टली पास त भइ नै हालिन्छ होइन. तर 10मा एसीको बेला चाहिँ गाई जोड्ने. नसोध्ने त को छ, मलाई थाहा हुन्न. फर्स्ट बेन्च परेर नि चिट छोड्ने म यो. अब मेरो पालो. ओके, चेन्ज गर्यो भने त कसम. यस्तो चेन्ज गरेर त पछि यसरी देखाउने न. होइन, मोबाइलै हल्लिएर आऊ त. केही हुँदैन गाइस, हाम्रो क्यामेरा सेटअप गर्ने ठाउँ छैन. यो अब ट्रुथ. यस, ट्रुथ. अहिले चाहिँ ट्रुथ आयो है गाइज. अघि डियर आएर दिमाग खराब मायाको छ. न तिमीलाई क्वेसन सोध्छु ल. तिमी कहिले जङ्गलतिर हग्नु गएको छ कि छैन? जङ्गल मतलब नाङ्गोमा, वासरुम भन्दा बाहिर. वासरुम भन्दा बाहिर जङ्गलतिर हग्नु गएको है. अब सुसु गर्नु त जो भन्छ. गाउँमा भन्दा त कति हग्यो. अनि गुच्किलो ढुङ्गाले बुझेको. जङ्गलमा ढुङ्गाले माइन्ड ब्लोइङ क्वेसन छ नि त। रोकमा पनि सक्छु।
मोबाइल हल्लिराखे त्यसरी नहल्लाउ त अनि ओम राधे राधे यो ट्रुथ यसलाई डियरै आउने के भएको साँझ बोल्ने मान्छे पऱ्यो नि त के सोधौँ त्यही क्वेसन तैँले पनि वासरुम भन्दा बाहिर जङ्गलमा दिशा गरेको छ कि घाँस भनेर पुछेको सिस्नु घाँस भनेर पुछेको सिस्नु पर्यो पोलेपछि त ओ माई गॉड यहाँ निस्किँदैछ कुराहरू के पट्टाको ओके यो अलि माथि देखाएर गरे न हात त्यहाँदेखि न सेटअप फेरि डियर भाग्यमै डियर लेखेर गाइस डियर म केही सामान लिएर आउँछु हैन गाइस यो चाहिँ यो हो डियरको लागि यो चाहिँ आँप छ तल खुट्टा देखिन्छ यो चाहिँ माथि लगाउने हो मैले च्यालेन्ज के दिएको छु भने यो लगाएर बाहिर रोडसम्म गएर रिटर्न आउने रोडसम्म रोडसम्म नि आइथ रोडसम्म लगाएर आउने ओके यो लगाऊ ल बाहिरिनेर लगाम अनि तिमीले मुठीमा समातेको कसरी थाहा गाइस ओ सेक्सी देखिए त डन ला अब रोडसम्म चप्पल त लगाउने मिल्ला नि मिल्छ यही केटीको लागि केटीकै माका ल गाइस हामीले च्यालेन्ज गरेर आइसकेका छौँ अब उसको पालो दिस्यो गालबान्दी चिस्यो गाइस डियर चाहिँ मलाई पर्दैन पर्यो ट्रुथ आयो माका गाइस यसको भाग्य चाहिँ लिएरै आकियो मा अब्बा के सोधम छिटो छिटो तँलाई फर्स्ट भेटमा मलाई देख्दा योसँग बिहे होला जस्तो लाग्थ्यो कि लाग्दैन के लाग्थ्यो फर्स्ट भेटमा तिम्रो त्यो नाइकदाको हात छरा थियो नि त अनि मैले तिमीलाई देखाउँथेको भने थिएँ नि त त्यतिखेर तिमीले रिसाएको थियौ नि त त्यतिखेरदेखि नाइकदा त देखाउनु सक्दैन के फ्युचर देखाउला भनेर समय माथि देखा नि यसरी यो 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 मैले पखाल्दैन मैले के भने सकाल बुझ फेरि डियर मा आएको छ
गाइस म अहिले सजिलो दिन्छु उठेर नाच उठेर नाच 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 ल जस्तै त डिस्टर्ब गरेर त्यसै गर्न यहीँनिर कि बाहिर यहीँनिर नाच देखिन्न अलिक कुप्रो पर नाच अरे देना दे 5 रुपए के दो ले देना दे 5 रुपए के दो ले देना दे 5 रुपए के दो देना दे 5 रुपए को दो ले ओके ल मेरो बाबा बस गाइज हाम्रो चाहिँ क्यामेरा राख्ने ठाउँ नभएर यसै गरी थोडा मेन्टेन गरेको अहिले देऊ अब खोइ त्यो पर्छ गाइज भेट्यो यहाँ देख ल तिम्रो पालो ओम नमः शिवाय ओम नमः शिवाय आर भक्त आरती जगाऊ भक्त कृष्ण बोलाऊ जय श्री राम देऊ देऊ यसले मुठी पारेर राखेको हो यहाँ अब त डियारै पऱ्यो मलाई थाहा गाइस ट्रुथ पऱ्यो मलाई फेरि ट्रुथ यार भक्त आरती जगाऊ छिटो क्वेसन सोध सोधौँ छिटो भिडियो लामो बनाउनु हुँदैन तिमीले कहिले पनि खाँदाखेरि पारेको छैन सुन्छन् भनेर खाँदाखेरि पाता सुन्छन् भनेर यसरी च्यापी च्यापी कनी फुस दसैँ भयो कि तिहारमा हो त्यो अब त्यो अब सबैले पाहुनाहरू आएको बेला हुन्छ नि त त्यतिखेर गाइज निस्किँदैछ अलिअलि त क्वेसन सुन्न पाए नि हुन्थ्यो हौ डियरली त डियर हो कसम यार ए होइन ट्रुथ गाइज ल म क्वेसन सोधिहाल्छु तिम्रो नाकबाट सिगान आउँदा के तिम्रो नाकबाट सिगान आउँदाखेरि तिमीले यसरी खाएको छैन यसरी त सिगान छैन तिमीले सिगान कहिले खाएको छैनौ ट्रुथ बोल्नु ट्रुथै हो साँच्ची सिगान चाहिँ खाएको छैन तर सिगान चाहिँ आएको छ ल खाँदाखेरि हाँस्दाखेरि यहाँबाट फुम गरेर ल्याम्रो त्यो त आएको छ तर खाएको चाहिँ छैन ल ओम भुर्भुवः स्वः नभएर उता हेर अब मेरो होइन तिमीले टिप्ने हो अब भर्खर मैले बोलेको ए कसम फेरि मलाई उयो गर्न लाग्यो मान्छे तितो बाटो त तितो ल यो त डियर हो साथीहरू डियर बल्ल पालो आयो है यसलाई के गरौँ गाइस यसको दिमाग अलि ढिला चल्छ तँलाई चाहिँ हो रोक्नु है गाइज ल गाइज उसको चाहिँ डियर आएको थियो मैले यो निम्बु काटेर ल्याएको छु यो यसले खानुपर्ने हुन्छ कुनै रियाक्सन ननिकालेर रियाक्सनै ननिकालेर गेडा त निकाल्न पाउँछु होला नि ल रियाक्सन आयो भने फेरि गर्नुपर्छ है भयो 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 ल गाइस अब तिमीले गर्ने मेरो उठाउने डियर पर्स गाइस फर्स्ट तर मलाई काका त्यतिकै लाग्दैन त्यो बोक्न त्यति माथि देखाएन बेबी कुन यस्तरी देखा भयो तल देखा नाम त सेटअप छैन यो वाला
काला जादू कर रही हूँ मैं फेरि पुरै डियल छुइरहेको मेरो दिमागमा दिस इज माई काला जादू ल यो लास्ट भिडियो अब के भन्नु गर्ने तैँले के गर्नुपर्छ भने त्यो त्यो छक्का हुन्छ नि माग्ने त्यही गर्नु पर्यो यहीँनिर के अलि हुन्छ नि त्यस्तै तरिकाले है पैसा पनि आइराख्छु नि त्यस्तै गरी यो पर्छि राख यस्तो स्टार्ट देना चल के दे दो पैसा नभएकोलाई गाईहरूलाई यसै गर्नुपर्छ भयो कट भयो ल साथीहरू आजको हाम्रो भिडियो चाहिँ यतिमै समापित हुन्छ अब फेरि हामी आउँछौँ अर्को भिडियो लिएर कस्तो लाग्यो लाइक सब्सक्राइब फलो गर्नु होला गाइस यो युट्युबमा पनि आउनेछ अनि रिल्समा पनि फेसबुकमा पनि आउँछ नमस्कार 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 म हो तपाईको बेरोजगार ढोगी बाबा की